गोरेटोको यो नयाँ यात्रामा चाहिँ आज हामी आएका छौँ श्री तीनकन्या अकला देवी मन्दिरमा आएका छौँ। यो वालिङ नगरपालिका 12 अन्तर्गत पर्ने गुरुङखा मेलछाप भन्ने ठाउँमा चाहिँ यो अवस्थित रहेको छ। हेलो नमस्ते, म विवेक तिवारी, गोरेटो फाउन्डर। आज चाहिँ म यो अकला देवी मन्दिरको एउटा सानो भिडियो लिएर आएको छु। सबैजनाले चाहिँ हेरिदिनुहुन्छ भन्ने चाहिँ मैले अपेक्षा राखेको छु। अन्तिमसम्म हेरेर चाहिँ हामीलाई साथ दिनुहोला। अहिले हामी छौँ यो हिन्दू धर्मावलम्बीको निकै महत्त्वपूर्ण मन्दिर यो अकला देवी मन्दिरमा आएका छौँ। वालिङ नगरपालिका वार्ड नम्बर 12 अन्तर्गत पर्ने यो अकला देवी मन्दिर गुरुङखा मेलछापमा चाहिँ रहेको छ। विशेष गरी ठुलो दसैँ र चैती दसैँमा चाहिँ यहाँ पाठीलाई चाहिँ बलि दिने प्रचलन रहेको छ। यहाँ चाहिँ पाठा चल्दैन। निकै शक्तिशाली हुनुहुन्छ अकला देवी मन्दिर। यसको मेन शिला यहाँ भगवानलाई चाहिँ चारैपट्टिबाट बन्द कोठामा राखिएको छ। यो मन्दिर चाहिँ अहिले बन्द रहेको अवस्थामा छ। हामी चाहिँ यो बाइटारी हुँदै उदियाचौर हुँदै कपुर्दी हुँदै चाहिँ हामी यो ठाउँसम्म आउन पनि सकिन्छ। यो बाटो भएर पनि हामी अकला देवी मन्दिरको चाहिँ दर्शन गर्न सकिन्छ। तपाईँ सबैजनाले लाइक कमेन्ट सेयर गरेर हाम्रो यस श्री अकला देवी मन्दिरलाई एउटा नेपाल सामु चाहिँ चिनाउन मद्दत गर्नुहुने सबैजनाले चाहिँ मनले चाहेको इच्छा चाहिँ श्री तीनकन्या अकला देवी मन्दिरले चाहिँ पुरा गर्नुहुनेछ भन्ने चाहिँ म अपेक्षा राख्छु। सबैजनाले चाहिँ हाम्रो यस भिडियोलाई लाइक कमेन्ट सेयर गरेर चिनाउन चाहिँ मद्दत गर्नु होला। हाम्रो यस्तै भिडियोको लागि हामीलाई फलो गर्दै पनि जानु होला। धन्यवाद, नमस्ते।